नमस्ते यहाँ सबैलाई आराम हुनुहुन्छ। आज म तपाईहरुलाई यसको बारेमा कुरा गर्न गइरहेको छु। थाहा छ यो के हो? ल हेर्नुस् नजिकबाट। यसको नाम छ ब्रसेल्स स्प्राउट्स र यो चाहिँ अब यतातिर पाइन्छ, युरोपतिर, अमेरिकातिर पाइन्छ। अन्त कहाँ पाइन्छ मलाई थाहा छैन। यो तपाईले हाम्रो नेपालमा चाहिँ देख्नु भएको छ कि छैन अहिलेसम्म? मैले चाहिँ अहिलेसम्म देखेको छैन। अब यो चाहिँ तपाईको मार्टतिर त पाउँछ होला हैन, बाटबटेनीहरु लगायत अन्त सुपरमार्केटतिर त पाउँछ होला। तर ठ्याक्कै हाम्रो सब्जी मण्डी हुन्छ नि, सब्जी मण्डीमा चाहिँ मैले अहिलेसम्म कहिले पनि देखेको छैन। तपाईहरुले देख्नु भएको हुन नि सक्छ। देख्नु भएको छ भनेदेखि जानकारी पाऊँ कहाँ फल्छ र यसको नाम के छ। ठ्याक्कै यसलाई चाहिँ भुरा बन्दा भन्दा हुन्छ क्या। यो चाहिँ ठ्याक्कै तपाईलाई मैले देखाएँ। अब यो चाहिँ हेर्नुस् है त, यो चाहिँ ठ्याक्कै बन्दै जस्तो हुन्छ। ल यसको चाहिँ पत्र म यसको डाँठ अलिकति भेट्नु काट्छु। अनि भेट्नु काटेपछि मलाई सजिलो हुन्छ। ल हेर्नु है त। अब यो एउटा पत्र निस्क्यो, पुरै पत्रमाथि पत्र। अब कतिलाई थाहा नहुन सक्छ नि, त्यो त अब विदेशतिर हुनेलाई त थाहा छ, सामान्य कुरा जस्तो हो यो हैन। क्याबेजकै फ्यामिलीमा पर्छ। तर हाम्रो नेपालमा चाहिँ अब सबै मान्छेले यस्तो देख्नु भएन, त्यही भएर मैले यो देखाइदिन आवश्यक ठाने। यसरी पत्र 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 निस्किन्छ। ठ्याक्कै बन्दागोबी नै हो यो हैन। अब नेपालमा पाउँछै पाउँदैन यो। कसैले देख्नु भएको छ, पाउँछ भने यसको नाम के छ नेपालमा चाहिँ के भन्छ? यहाँ चाहिँ ब्रसेल्स स्प्राउट्स भन्छ। ब्रसेल्स भनेको चाहिँ तपाईको ठ्याक्कै कहाँ छ त्यो भन्नुस् त? बेल्जियममा छ नि हैन, बेल्जियमको राजधानी हो नि। अनि यो स्प्राउट्स भनेको चाहिँ उमारेको कुराहरूलाई भन्छ। तर यो कसरी यसको नाम त्यस्तो रहन गयो भन्ने कुरा पनि एउटा एक्चुअली कसैले चाहिँ त्यसलाई रिसर्च गरेर त्यहाँ लेखिदिनु भयो भने कमेन्टमा आई विल बी भेरी ह्याप्पी भनेर भन्न चाहन्छु। एन्ड अल्सो भेरी ग्रेटफुल। ल यसरी बन्दाको चाहिँ यसरी पत्र 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 निस्किन्छ। तर यसरी पत्र 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 निकालेर यसलाई खाँदैनन्। अनि यसलाई चाहिँ कसरी खान्छन् भने प्राय जसो चाहिँ यसलाई आधी आधी गरी काट्छन्। काटेर चाहिँ अनि त्यस पछाडि यसलाई ग्रिल गर्छन्। अनि ग्रिल गरेर अथवा स्क्युवर्स भनौँ न, त्यस्तो बनाएर चाहिँ खान्छन्। त जिरमा उनेर क्या, त्यसमा अरू मासुको आइटम पनि राख्ने, अनियनहरू पनि राख्ने, टमाटोहरू पनि राख्ने गरेर चाहिँ यो पनि राख्ने गरेर मिलाएर खान्छन्। अनि त्यसरी चाहिँ भनौँ न सेप्का बनाएर भनौँ एक किसिमले होइन, त्यसरी पनि खाने सिस्टम छ यसको चाहिँ। अनि अर्को चाहिँ यसलाई चाहिँ त्यो म्यास पोट्याटो हुन्छ नि, पोट्याटोलाई चाहिँ उसिनेको पोट्याटोलाई चाहिँ त्यो तपाईँको चाहिँ स्म्यास गरेर बनाइने चिज हुन्छ नि, त्यस्तै गरेर हाम्रो आलु चोखा बनाए जस्तै गरेर क्या उता। अब आलु चोखा पनि फेरि त्यति फेमस छैन हाम्रोमा होइन, उता बङ्गालीहरूले चाहिँ इन्डियातिर चाहिँ खान्छन् धेरै नै। अनि अब नेपालमा अब त्यति छैन भनौँ न। अरूले अहिले तराईतिर अलिक फाटाफुट्टा होला, तर पहाडतिर त्यस्तो छैन नि। हो ठ्याक्कै यसलाई चाहिँ अलिकति मजाले पकाएर सिटी लाएर कुकर छ भनेदेखि अनि त्यसलाई चाहिँ फेरि म्यास ब्रसेल्स स्प्राउट्स म्यास बनाउन पनि सक्नुहुन्छ तपाईँले। पोट्याटो मिक्स गरेर पनि त्यो दुइटैकोलाई मिसाएर पनि फेरि उसिनेर यसलाई चाहिँ अब बनाएर स्म्यास गरेर पनि बनाउन सक्नुहुने भयो एउटा। अनि अर्को चाहिँ मैले चाहिँ के गर्न लागेको छु भने मैले चाहिँ मासु पकाउने बेलामा मैले चाहिँ यो हाल्ने गरेको छु नर्मल्ली। यतिकै चाहिँ मलाई त्यति ठिक लाग्दैन यो मात्रै खाना चाहिँ होइन। अनि मासु पकाएको बेलामा चाहिँ के हुन्छ भने अब त्यो मासु मात्रै अब त्यही त हो नि, त्यो खानुभन्दा अल्प यसो हरियो सागसब्जीहरू पनि भिटामिन सिटामिन पनि पाइने भन्ने खाउँ भन्ने लाग्छ। त्यही भएर चाहिँ म के गर्छु भने मैले चाहिँ मासु ल्याएर राखेको छु यहाँ। अनि त्यस पछाडि अब यसमा चाहिँ मैले के गर्छु भने अब एकछिनमा चप गर्छु। चप गरेर यसमा के गर्छु भने एकछिन पकाउँछु यो मासुलाई। पकाएर सबै थोक हालेर अनि त्यो ढक्कन लाउने बेलामा चाहिँ अनि यसलाई धोइ पखाली गरेर चाहिँ त्यसमा सर्लक्क केही पिस 5-7 पिस 8-10 पिस चाहिँ धोइ पखाली गरेर चाहिँ मैले यति चाहिँ अनि त्यसमा हालिदिन्छु। हाले पछाडि यो अनि सिटी लाग्छ 3-4 सिटी पाक्छ मजाले। त्यो भए पछाडि राम्रो भयो नि त होइन। अब भिटामिन पनि पाइयो यसबाट, हरियो सागसब्जीबाट। र यो चाहिँ एकदम भाइटामिन सी चाहिँ रिच हुन्छ यसमा चाहिँ। ए त हुने भइहाल्यो हरियो भएपछि होइन, तर यो सी पनि चाहिँ यसमा चाहिँ हुन्छ धेरै नै राम्रोसँग भन्ने कुरा छ। र यो चाहिँ मैले ल्याइरहनुको कारण चाहिँ एउटा के छ भने तपाईँको यो चाहिँ प्रिजर्भ गर्न सजिलो छ क्या। जस्तै अरू तरकारीहरू यताउता यसलाई काट्न पनि सजिलो भयो, धेरै लफडा पनि गर्न परेन। 1-2टा पत्र फ्याल्दै बाहिरको यस्तो फोहोर होला भनेर धोयो, यो भेट्टो सोट्नु अलिकति यसो काटेर फ्यालिदिइसकेपछि यो सफा चट्टा भइहाल्यो। केही गर्नै परेन, त्यो छिर्न नि परेन, केही गर्नु परेन, सर्लक्क हाल्दै पाइहाल्छ होइन। एउटा त्यो सजिलो पनि भयो। अर्को चाहिँ यो अलिक लङ लास्टिङ हुन्छ। बन्दा जस्तै हो नि, बन्दा कति समयसम्म राख्दा नि फ्रिजमा बिग्रिँदैन नि होइन, बाहिर राख्दा पनि बिग्रिँदैन होला। र यो पनि त्यस्तै हो, यो पनि लामो समयसम्म चाहिँ ठिक छ। त्यस कारणले गर्दाखेरि पनि मैले चाहिँ यो अरू थोक किन्नुभन्दा हरियो आइटममा चाहिँ विशेष गरेर अब त्यो बेबी स्पिनच र यो चाहिँ ल्याइरहेको हुन्छु खानको लागि, आफ्नो हरियोको लागि। तर त्यही त हो नि, अब यो चाहिँ के हुन्छ भने अब हामी स्टुडेन्ट मान्छेले चाहिँ सधैँभरि बनाउने भ्याइँदैन नि त होइन।
अब हतार हुन्छ क्या फेरि अब स्टुडेन्ट पनि हो फेरि पढाउने पनि भएपछि अझै टिचिङ असिस्टेन्ट भइसके पछाडि चाहिँ त्यो अनुसारको हामीले चाहिँ त्यहाँ धेरै कामहरू हुन्छ है ग्रेडिङ गर्नुपर्ने हुन्छ स्टुडेन्टको असाइनमेन्टहरू हेरिदिनु पर्ने हुन्छ अफिस आवरमा बस्नुपर्ने हुन्छ स्टुडेन्टहरू आउँछन् इन्क्वायरी लिएर चाहिँ अनि उनीहरूको चाहिँ प्रब्लमहरूलाई एड्रेस गरिदिनु पर्ने हुन्छ केही नबुझेको कुरा बुझाइदिनु पर्ने हुन्छ धेरै कामहरू हुन्छ यसको मतलब चाहिँ त्यो बेलामा हामीले नभ्याउने भन्ने भएर अनि आफै पनि टन्नै हुन्छ पढ्ने कुराहरू कति हुन्छ त्यो छोडिदिनुहोस् कुरै त्यस्तो त्यो लेभलमा हुन्छ क्या एकदमै धेरै हुन्छ अनि त्यो चाहिँ कस्तो लेभलमा भने कुनै बेलामा यसको विषयमा म कुराकानी गरौँला हजुरहरूसँग यो चाहिँ यसरी मार्टमा खुल्ला पनि किन्न पाइन्छ अनि अब त्यसरी प्याकेटमा आएको पनि किन्न पाइयो र ठ्याक्क यो हेर्दाखेरि लाग्छ कि यो खुल्लालाई देख्दाखेरि चाहिँ यो चाहिँ तपाईँको काउली र बन्दकोपीको मिक्स जस्तो लाग्छ क्या त्यो डाँठ हेर्दाखेरि लामो लामो डाँठ होइन त्यो डाँठबाट निस्केका पात हेर्दा ठ्याक्कै काउलीको जस्तो हुन्छ अनि अब यो अब डल्लो त बन्दकोपी भइहाल्यो अनि यसको फुल चाहिँ तपाईँको फेरि ठ्याक्कै कस्तो हुँदो रहेछ भने ब्रोकाउलीको फुल जस्तो हुँदो रहेछ क्या ब्रोकाउलीको जस्तो चाहिँ यसको त्यो टुप्पामा हुने चाहिँ पछि गएर पाक्दाखेरि त्यस्तो हुन्छ ल अब हेरौँ है त कस्तो भएछ हाम्रो तरकारी ल हेर्नुहोस् यस्तो भयो हाम्रो तरकारी चाहिँ यो माथि देख्नु भएको छ डल्लो डल्लो ब्रसेल्स स्प्राउट्स हो अनि अब यी टक्कसँगले चाहिँ त्यो चाहिँ अब मासुमा मिसाउँदाखेरि यसरी अलिकति सुप हाल्दाखेरि चाहिँ अब यो हामीलाई आफूलाई चाहिँ तपाईँको टक्कसँगले अब खानासँग कसैलाई त सुप मनपर्छ कसैलाई मन पर्दैन आफ्नो चोइस अनुसारको हाल्न पनि सक्नुहुन्छ ग्रेभी मात्रै गराउन सक्नुहुन्छ मलाई चाहिँ मनपर्छ होइन खानासँग चाहिँ मासु र भात खाएको बेलामा अलिकति रस भयो भनेदेखि छुट्टै मजा आउँछ नि अनि त्यस कारणले गर्दाखेरि चाहिँ अब यो यस्तो खाताले मैले बनाएँ तपाईँहरूले पनि यसरी बनाउन सक्नुहुन्छ यसको नाम छ ब्रसेल्स स्प्राउट्स यो चाहिँ मैले चिङ्गा हालिदिएको माथिको चाहिँ होइन धोइ पखाली गरेर यो चाहिँ अलिअलि यसको चाहिँ यो बाहिरको यो निस्किन्छ अदरवाइज यो चाहिँ तपाईँको राम्रोसँगै बसिया हुन्छ त्यसरी गरिसकेपछि अब यो खाँदाखेरि एकदम टेस्टिलो भएको छ है त एकदमै धेरै धेरै हस् हुन्छ आजलाई म यति नै राख्छु तर छुट्नुभन्दा अगाडि एकचोटि हजुरहरूलाई यो कमेन्टमा जानकारी छ भनेदेखि चाहिँ प्लिज यो नेपालमा पाउँछ कि पाउँदैन पाउँछ भनेदेखि कुन ठाउँमा पाउँछ नेपालमा र त्यो चाहिँ के नामले बोलाइन्छ यसलाई यो कुरा कसैसँग केही इन्फर्मेसन भएदेखि सेयर गर्नु होला किनभने अब यत्रो विश्वभरिका चिजबिजहरू हामीले चाहिँ अनुभव गरिरहेको हुन्छौँ खाइरहेको हुन्छौँ होइन पहिला ड्रागन फ्रुट भन्ने हुन्थेन अब आजकल त कति घरैपछि कौशीभरि लटरम्म फलाइरहेका हुन्छन् यस्ता कुरा पनि डेफिनेटली कोही न कसैले त लैजान खोज्यो होला नि त त्यो देशमा अथवा हाम्रो चाहिँ कृषि अनुसन्धान केन्द्रहरू छन् पक्कै परीक्षण भएको छ होला यसको बारेमा पनि यो चाहिँ फेरि एकदमै ह्याड्स किसिमको चाहिँ क्लाइमेटमा पनि सर्भाइभ गर्ने खालको रहेछ क्या यो बिरुवा चाहिँ अब यो क्याबेजको अरू फ्यामिलीमा चाहिँ त्यस्तो गुण छ कि छैन मलाई थाहा छैन म बोटनीको स्टुडेन्ट परिनँ होइन तर यो चाहिँ एकदमै ह्याड्स क्लाइमेटमा पनि यो हुन्छ अरे भन्ने मैले सुन्नमा आएको छ थाहा छु त्यति कुरा चाहिँ यसको विषयमा र यसको नाम फेरि म एकचोटि दोहोऱ्याएर भन्न चाहन्छु ब्रसेल्स स्प्राउट्स हो यसको विषयमा चाहिँ चर्चा परिचर्चा गरेर हेरौँ त एकचोटि है त र यो चाहिँ नेपालमा इन्ट्रोड्युस भएको छैन भनेदेखि चाहिँ कोही कसैले चाहिँ लैजाने प्रयास पनि गर्नु पर्यो अब लान मिल्छ कि मिल्दैन यहाँबाट बोट बिरुवाहरू होइन सिड्सहरू कहिले काहीँ लान पाउँदैन एउटा देशबाट अर्को देशमा चाहिँ विभिन्न किसिमका चाहिँ त्यसलाई चाहिँ समस्याहरू हुन्छ होइन तर यो चाहिँ नत्र भने कोही कसैले चाहिँ गरिसकेको छ यसको परीक्षण भनेदेखि चाहिँ नेपालमा त्यो पनि सुन्नलाई चाहिँ मजा नै आउँछ छुट्नुभन्दा अगाडि आजलाई ल फेरि एकचोटि अन्तिमचोटि यसको हेर्नुहोस् ल है त ब्रसेल्स स्प्राउट्स नेपाली नाम के हो पत्ता लगाउने जिम्मा हजुरको हस् बाई बाई नमस्ते सलाम